हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आज चाहिँ स्याटरडे अनि मेरो चाहिँ जिम हुँदैन। आज चाहिँ जिम चाहिँ बन्द हुन्छ, त्यसैले बिहान चाहिँ उठेर झ्याउलाइरहेको थियो, कहाँ जाऊँ के गरौँ भइरहेको थियो। अनि ग्यास लिन गएर आएँ। त्यस पछाडि चाहिँ मेरो साथीको रुममा गएँ। साथी रुममा गएको चाहिँ 10 बजीसम्म सुतिरहेको रहेछ। अनि यसको पनि ग्यास भएर चाहिँ समस्या भएर बिहान लाइनमा गएको रहेछन् केटाहरू चाहिँ। त्यसरी आएर सुतेको भन्ने कुरा सुनेको थिएँ मैले पनि। त्यस पछाडि चाहिँ जबरजस्ती केटाहरूलाई उठाएँ अनि केटाहरू चाहिँ रातिको भाँडा धुइरहेको भिडियो बनाइदियो। केटाहरू त पुरै सङ्घर्षको जीवन दाइ भनिरहेको थियो त्यो भाइले चाहिँ। अनि त्यहाँबाट यस्तै हो। अनि त्यस पछाडि चाहिँ म टाइम पास गर्नलाई चाहिँ कफी खान गएँ। अनि यस्तै हुन्छ, शनिबार चाहिँ जिम पनि हुन्न, टाइम पास के गरौँ भने चाहिँ कफी खान गइन्छ, टाइम पास भइन्छ। अनि त्यस पछाडि चाहिँ म सिधै घर आएर खाना खाएर काममा गएँ। अनि काममा चाहिँ धेरै भिडियो बनाउनु पाएको थिएन। अनि दिनमा खाना नास्ता खाँदाखेरि चाहिँ भयो भिडियो हल्का। अनि त्यसरी सिधै म आज घर आएपछि मैले चाहिँ खाना खाएर एकछिन पल्टेको त बत्ती गएर हैरान गर्मी यस्तो छ नि सुर्खेतमा। अनि बत्ती आउने बेलासम्म कुर्नै पऱ्यो। अनि करिब 1 घन्टा पछाडि बत्ती आयो। अनि म पनि अब आजको मेरो यो छोटो मिठो मिनी ब्लग यहीँ समाप्त गर्न चाहन्छु। हस्, नमस्ते, बाई बाई, गुड नाइट।